सत्यवती क्षेत्रमा प्रवेश गरियो है गरियो। सुनसान शान्त प्राकृतिक रूपले निकै राम्रो ठाउँमा हामी प्रवेश गर्दैछौँ। यतिखेर हाम्रो पृष्ठसर हुँदो रहेछ। यस्तो ठाउँ छ ल। यहाँ चाहिँ एकादशीमा मेला लाग्नेको लागि होला यो चाहिँ। ल यो ल हजुर ठिक छ ल ल धन्यवाद। अब यसो एक राउन्डतिर एक परिकल्पना हो ल। यो पोखरी रहेछ। यो हुँदै चाहिँ फेरि यो चाहिँ सानो सत्यवती बुढी सत्यवती हेर्नलाई चाहिँ यहाँबाट मसिना भन्ने ठाउँ हुँदै अलिकति माथि जानुपर्छ। यहाँबाट हुँदै जानु। मसिना भन्ने ठाउँ छ, त्यहाँबाट माथि पनि लाग्ने हो। ल यहाँबाट हुँदै माथि चाहिँ हामी बुढी सत्यवती जान्छौँ। यस्तो छ निकै राम्रो। ल यतिखेर म सत्यवती क्षेत्रमा छु। यो सत्यवती क्षेत्र है यस्तो छ। यता पारी हो बुढी सत्यवती भएको ठाउँ।